साथीहरू सबैमा नमस्कार। आज हामी आएका छौँ दुर्गा फाँटको दुर्वासेश्वर गुफामा। यहाँ चाहिँ हामी गुरुसँग अनुमति लिएर भित्र गएर यसबारे हामीले विभिन्न जानकारी सङ्कलन गरेका छौँ। यो भिडियोलाई पुरा हेरिदिनु होला र सकेसम्म सेयर पनि गरिदिनु होला। तपाईँको यो एक सेयरले धेरै कुराहरू अरूले सिक्न मद्दत पुग्दछ र यहाँको प्रचार प्रसारमा पनि मद्दत पुग्दछ। हेर्नुहोस् है भिडियो। यो दुर्वासेश्वर गुफाको प्राङ्गणभित्र हामी अहिले छौँ र मन्दिरको भित्रै भनौँ अथवा दुर्वासेश्वर गुफाभित्र छौँ। गुफाभित्र फोटो नखिच्नु होला भनेर हामीले कयौँ पटक भनिरहेका पनि छौँ र भक्तजनहरूले मान्नुभएको पनि छ र अत्याधिक कही ठाउँमा यस्तो पर्छ कि फोटो खिच्न पर्ने अवस्था हुन्छ र उहाँहरूले जिज्ञासा राख्नुभयो र मैले यहाँको फोटो खिच्न पाउँछु भन्नुभयो। मैले भने पाउनुहुन्छ, किन नपाउने भनेर भनिरहेको छु। मैले उहाँहरूलाई चाहिँ फोटो खिच्न अनुमति दिएको छु र फोटो खिच्नुहोस् भनिदिएको छु। कसैले पनि नराम्रो कुरा नल्याइदिनु होला मनमा र कमेन्टहरू केही पनि नराम्रा नगरिदिनु होला। यो दुर्वासेश्वर गुफाको निम्ति उहाँले केही गर्न चाहेमा अथवा दुरुपयोग नगर्नु होला भनेर मैले भनिरहेको छु र अहिले पनि सदुपयोगको लागि उहाँलाई चाहिँ मैले विनम्र अनुरोध गरेर चाहिँ फोटो खिच्नुहोस् भनेर भनिएको छु। यसलाई अन्यथा कसैले नल्याइदिनु होला। साथीहरू अहिले हामी छौँ दुर्गा फाँटको दुर्वासेश्वर गुफामा। अब यहाँ चाहिँ हामीले यसको विशेषताबारे कुरा गर्दैछौँ हाम्रो गुरुसँग। गुरुको परिचयबाट हामी सुरु गर्छौँ। गुरुको परिचय के होला? हजुर, म त खास गुरु भनेर अथवा यहाँको लागि गुरु जो बनेको त होइन, त्यही पनि एउटा के भने पार मैले यसमा थोरै पूजा अर्चना दैनिकी अहिले बिहान साँझ धुपबत्ती गर्ने गरेको छु र मेरो नाम कृष्ण कुमार बन्जाडे। म पाणेनी 3 खिदिम यहीँको हो र मैले यहाँ अहिले हाल थोरै केही समय भयो गर्न लागेको। गर्न त मैले यहाँ आजभन्दा अब हजुरको 32-33 वर्ष अगाडिबाटै यो दुर्वासेश्वर गुफाको प्राङ्गणभित्र काम गरिरहेको थिएँ र कुशलानन्द सरस्वतीले यसलाई चाहिँ जुन चाहिँ कार्य गरेर यहाँबाट देखाउनु भयो र यसको यो दुर्वासेश्वर गुफालाई उहाँकै देन गराएर यसलाई मनन गरियो। यो त पौराणिक कालदेखि नै अब बनेको दुर्वासा ऋषिले तपस्या गर्दाखेरि बनेको गुफा रहेछ। दुर्वासेश्वर ऋषिले तपस्या गर्नुभयो यहाँ तपस्या गर्ने, त्रिवेणी गङ्गामा गएर चाहिँ नुहाउने, त्यहाँ त्रिवेणीमा गएर थोरै स्नान गरिसकेपछि माथिर एउटा महादेवको थान छ। त्यो महादेवका थानमा पूजा अर्चना गरेर उहाँबाट जल ल्याएर यहाँ चाहिँ दुर्वासा ऋषिले तपस्या गर्नुहुँदो रहेछ यस गुफाभित्र बसेर। अब त्यो त हामीले देखेको त होइन, तर सुनेको कथा मात्रै हो र यसलाई कथामा आधारित लिएर हामीले अहिले पनि यसैलाई नै आशावादी मानेर हामीले यो सत्ययुगकै हो भनेर भनिरहेका छौँ र एउटा विश्व ब्रह्माण्डको रूपमा जस्तो यो गुफा आइरहेको छ। यसलाई धेरै ठाउँबाट अब प्राचीन कालमै अब भनौँ कि सत्य त्रेता द्वापर कलियुग 4 युग मध्येमा द्वापर युगमा यसको जस्तो रावणले सीतालाई हरेर लिएर जाँदाखेरिमा यतापट्टिको चाहिँ यो पत्थर फुटेको हो भन्ने चाहिँ उहाँहरूले मलाई थोरै मनन गराउनु भएको थियो बुवाहरूले। यो सामान्य देखिने पत्थर जुन चाहिँ यो छ, यो चट्टान यो द्वापर युगमा फुटेको भनेर भन्नुहुन्थ्यो। अनि त्यस अवधिपछि यहाँको दुर्वासेश्वरको विशेषता भनेको एउटा 108 ज्योतिर्लिङ्ग मध्येमा एउटा उत्पत्ति ज्योतिर्लिङ्ग छ। हामी यहाँबाट अब सिधा पहिला ज्योतिर्लिङ्गतर्फ जाँदैछौँ। त्यो अद्भुत ज्योतिर्लिङ्ग यस्तो ज्योतिर्लिङ्ग हो यो कहीँ पनि दुर्लभ चिज छ यो। तर यहाँ हामीहरू ओझेलमा परिरहेको बेला छ। यसलाई खास गरेर कहीँबाट पनि निकास आएको पनि छैन र कहीँबाट कसैले विकासको निम्ति केही खर्च पनि गरेको छैन। तर यो पौराणिक कालदेखि अटोमेटिक बनेकै चिज हुन्। अब यो ज्योतिर्लिङ्ग भनेको एउटा यस्तो अद्भुत ज्योतिर्लिङ्ग छ। अब यस्तो ज्योतिर्लिङ्गलाई दर्शन गर्न पाउनु हाम्रो सौभाग्य हो र अरू हाम्रा भक्तजनहरूले जहाँबाट पनि यसलाई देख्नु नै छ पछि, अथवा कसैले लाइभ देख्नु होला, कसैले चाहिँ हालेको देख्नु होला फोटोमा। तर उहाँहरूले पनि एकपटक दर्शनै गर्नुभयो भने पनि आफ्नो मनोकामना पुरा हुन्छ भन्ने हाम्रो कथामा र पौराणिक कालमा भन्नुभएको बुवाहरूले भन्नुभएको कुरामा पनि म निर्धारत
एकदम निर्मल मनले चाहिँ नि स्वच्छ मनले मैले भनिरहेको छु र कसैको आशा छ भने पार स्वयं आएर देख्न पनि सक्नुहुन्छ। त्यसपछि गएर हाम्रो यहाँ ज्योतिलिङ्ग स्वरूपबाट यहाँबाट हामी यता आइसकेपछि यहाँ एउटा चाहिँ नि शिवकै कुण्डमा यहाँ चाहिँ नि शिवलिङ्गको यो कुण्डमा गाईको थनबाट यसरी चाहिँ नि जलधारा बर्सिरहेको छ। जस्तो अब दुध भनौँ भने त भएन, जल हो यो, अटोमेटिक बर्सिरहेको जलधारा हो। अब यिनी कुण्डहरूमा बर्सिरहेका छन्। यसरी चाहिँ नि भगवान् विराजमान हुनुहुन्छ भन्ने कुरा त हामीले अब यो पौराणिक कालदेखि नै भनेको कुरा भएर मैले यति बताएको हो। यसमा एउटा यो सुमेरु पर्वत भनेर यसलाई चाहिँ सुमेरु पर्वतको रूपमा दिएको छ। अनि गएर यतापट्टि यहाँ गएर हजुरको कुबेरको भण्डार भनेर यसलाई कुबेरको भण्डार भनेर भनिन्छ। अब यो एकदम यहाँ आएर हेरिसकेपछि अवलोकन गरिसकेपछि उहाँहरूका मनमा लागेका कुराहरू गर्न सक्नुहुन्छ। कैलाश पर्वतमा शिवजी विराजमान भने जस्तै यो यहाँ हजुरलाई मैले एउटा थोरै देखाइदिएको छु। यो लाइट लगाएको ठाउँमा हेर्नुहोस्, कैलाश पर्वतमा शिवजी विराजमान भएको, बाघको छाला दसाएको अनि शिवलिङ्गहरूमा यहाँ जलधारा चोइरहेको र यस्तो गाईको थनबाट चाहिँ गएको जलधारा चोइरहेको यी चारवटै थनहरू छन् यहाँ र शिवलिङ्ग यहाँ अटोमेटिक उत्पत्तिवाला शिवलिङ्ग हुन्। यसमा कुनै दुविधाको कुरा छैन। कसैले पनि यसलाई फेक न्युज नबनाइदिनु होला, मैले त्यो भन्न चाहेँ। र यतापट्टि सत्ययुगमा जाने गएर सतीदेवी चन्द्रावतीसित परेका जो विलाप थिए त्यस्तै विलापमा जस्तै यहाँ हरेक सामग्रीहरू सबै बालुवाका बनेका, यो पौराणिक कालदेखि नै बनेका यस्ता चिजहरू छन्। जहाँ जहाँ जे छन् तिनीमा जलधारा चुइनका निम्ति एकदम सब ठाउँमा माथिबाटै जलधारा चुइरहेका छन्। यसरी जलधारा चुइरहेको यो एकदम अदृश्य देख्न सक्ने दृश्यहरू मध्येमा एकदम यो हजुरले मनमा लिएर राख्नुहोस् कि अब यतापट्टि पनि गएर एकदम त्यस्तै राम्रो दृश्यहरू छन्। यिनी दृश्यहरूलाई अवलोकन गर्नलाई हजुरहरू यहाँ पाल्नुहुने महानुभाव भक्तजनहरूलाई मेरो स्वागत छ। मेरो नम्बर रहेको छ 984774 56203। जति बेला पनि कल गर्न सक्नुहुन्छ र मबाट हुने सहयोगलाई म हजुरहरूलाई दिनेछु। र हामीले जस्तो यो पौराणिक कालदेखि नै यसलाई एउटा विश्व ब्रह्माण्डको रूपमा भनेर भनिन्छ, त्यस्तै विश्व ब्रह्माण्ड हुँदाखेरिमा यस बिचमा हामीले एउटा के सोच्छौँ भन्दा यस बिचमा एउटा नेपाल पनि छ भन्ने सोच्छौँ र नेपाल छ यसभित्र। कसैले पनि यसलाई नेपाल होइन भनेर नकार्न सक्नुहुन्न भन्ने आशा गर्छु। यहाँ हेर्नुहोस्, यो मैले एउटा सानो लाइट लगाएर देखाइदिएको छु। यो चुच्चे नक्सा पुरानो जमानाको जस्तै यो पत्थरको लेख बनेको छ। यो लेखलाई कसैले पनि होइन भन्न सक्नुहुन्न कि भन्ने मेरो आशा छ। यो हेर्नुहोस्, यहाँ बनिरहेको नक्सा यसरी यो बनेको छ। जस्तो अहिले हामीले जति पनि भनिन्छ 753 गाउँपालिका, नगरपालिका, महानगरपालिका भने पनि यसैभित्र छन् भन्ने आशा गरेको छु र यसलाई विश्व ब्रह्माण्डको रूप दिइसकेको छु। र त्यसै अनुसार सत्ययुगमा यहाँ पनि एउटा ज्योतिलिङ्ग स्वरूप सानो शिवलिङ्ग एउटा यो पनि उत्पत्ति शिवलिङ्ग हो। त्यसपछि एउटा यो पनि शिवलिङ्ग उत्पत्ति शिवलिङ्ग हो। यसलाई पनि हामीले त्यहाँ लगेर लगाएको, कसैले टाँसेको शिवलिङ्ग होइन। यो एकदम आफसे आप उत्पत्ति भएको शिवलिङ्ग हो। यसलाई पनि मनन गर्नु होला। र एउटा यहाँ पत्थरको शङ्ख बनेको पनि यो हजुरहरूले देख्न सक्नुहुन्छ। अरू पनि चित्रहरू यसमा धेरै छन्, आकृतिहरू धेरै बनेका छन्। तर यसको सम्पूर्ण कुरा विश्लेषण गर्नको निम्ति हजुरहरू यही दुर्वासेश्वर गुफाको मन्दिरभित्र पाल्नुहुन्छ भन्ने आशा राख्दै मैले मेरा 2-4 शब्दहरू यहीँ टुङ्गाउँदै उहाँहरूलाई पनि यही हो भनेर बिदा गर्दैछु। हस्त, धन्यवाद।